नमस्कार। आज हामी नेपाली नागरिकताको विषयमा अलिकति गहिरिएर कुरा गर्दैछौँ। किन यो यति महत्त्वपूर्ण छ र अझै पनि नेपालमा धेरैले नागरिकता पाउन किन यस्तो सङ्घर्ष गरिरहनु परेको छ? हामीसँग एउटा संवाद कार्यक्रम नेपाली नागरिकता, अधिकार र चुनौती को अंश छ। त्यसमा एक कानुनविज्ञ, अधिवक्ता शर्मा र प्रभावित व्यक्ति सुनिताको भनाइ पनि छ। आज हाम्रो उद्देश्य चाहिँ यही स्रोत केलाएर नागरिकताका मुख्य मुद्दा र यसका जटिलताहरू बुझ्नु हो। सुरुवात गरौँ न त नागरिकताको अर्थबाटै। यो खासमा के हो? स्रोतले प्रश्न पारे अनुसार यो केवल एउटा कागज मात्र त पक्कै होइन। यो त राज्यसँग व्यक्तिको एउटा कानुनी सम्बन्ध हो, हैन त? एकदम सही भन्नुभयो। यही सम्बन्धले त शिक्षा, स्वास्थ्य, रोजगारी अनि सम्पत्तिमाथिको अधिकार, मतदान गर्ने हक जस्ता कति धेरै मौलिक अधिकारहरू सुनिश्चित गर्छ। यो नहुँदा त खै व्यक्ति आफ्नै देशमा कानुनी रूपमा अस्तित्वहीन जस्तै हुने अवस्था आउँछ। हो। अनि नेपालमा नागरिकता पाउने मुख्य आधार के हो त? स्रोतले के भन्छ? नेपालमा नागरिकता प्राप्तिको प्रमुख आधार भनेको परम्परागत रूपमा वंशज नै हो। स्रोतमा अधिवक्ता शर्माले औल्याउनु भए जस्तै यो वंशजको आधार पनि खास गरी बुबाको नागरिकतासँगै जोडिएर आयो पुस्तौंदेखि। बुबाकै नागरिकताबाट? हो, चलन त्यस्तै रह्यो र अहिलेका धेरै समस्याको जड पनि यहीँनिर देखिन्छ। संविधानले आमाको नामबाट पनि नागरिकता दिने व्यवस्था त गरेको छ, तर व्यवहारमा हेर्ने हो भने अनेकौं अडचनहरू छन्। हो, ठ्याक्कै यहीँनिर स्रोतले एउटा गम्भीर द्वन्द्व देखाउँछ जस्तो लाग्यो मलाई। संविधानले त आमा वा बाबु भनेर समानता दिए जस्तो छ, तर व्यवहारमा चाहिँ आमाको नामबाट नागरिकता लिन किन यति गाह्रो? स्रोतमा बाजुराकी सुनिताको कथा छ नि, त्यो एकदमै मार्मिक लाग्यो। उनकी आमा नेपाली नागरिक, तर बुबा सम्पर्कविहीन, अनि नागरिकता बनाउन जाँदा उनलाई बारम्बार बुबाको विवरण खोइ भनेर फर्काइने। कस्तो अवस्था! हो, यसले गर्दा उनी न पढ्न पाएकी छिन् न कुनै औपचारिक काम गर्न। यो त व्यक्तिको पहिचान र भविष्यमाथिको प्रत्यक्ष प्रहार भएन र? निश्चित रूपमा। सुनिताको अनुभवले हजारौंको पीडा बोल्छ जस्तो लाग्छ। उहाँले भन्नुभएको एउटा कुराले त झस्काउँछ, हाम्रो सपनाको हत्या गर्नु होइन र यो? कडा प्रश्न। एकदम। यो प्रश्नले राज्य र नागरिक बीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्नेमा गम्भीर सवाल खडा गर्छ। उनी जस्ता युवाहरूका लागि नागरिकता नहुनु भनेको अवसरबाट वञ्चित हुनु मात्र होइन, यो त एक प्रकारको सामाजिक र कानुनी बहिष्कार जस्तै हो। अनि यसको कानुनी पक्ष कस्तो छ त? स्रोतमा अधिवक्ताले के भन्नुभएको छ? यो कानुनी पक्ष झनै पेचिलो छ, जसमा स्रोतका अधिवक्ताले राम्ररी प्रकाश पार्नु भएको छ। हेर्नुस् न, 2063 को अन्तरिम संविधान होस् वा 2072 को संविधान, दुवैले स्पष्ट शब्दमा भनेका छन् नेपालमा जन्मेको र निजको जन्म हुँदाका बखत निजको आमा वा बाबु नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्तिले वंशजको नाताले नेपालको नागरिकता प्राप्त गर्नेछ। आमा वा बाबु, वा शब्द महत्त्वपूर्ण भयो। हो, आमा वा बाबु, आमा र बाबु होइन, एकदमै स्पष्ट छ। त्यही त, संविधानमा यति प्रष्ट हुँदाहुँदै पनि कार्यान्वयनमा किन यस्तो समस्या त? गृह मन्त्रालयका अधिकारीहरूले किन अझै बुबाकै विवरण अनिवार्य खोज्छन् त, जसरी स्रोतमा उल्लेख छ? यो त संविधानको ठाडो उल्लङ्घन भएन र? यो नै सबैभन्दा ठूलो कानुनी विसङ्गति हो। स्रोतका अनुसार समस्या कानुनको अभावभन्दा पनि कार्यान्वयन गर्ने निकायको मानसिकता र प्रक्रियागत जटिलतामा अड्किएको छ। पुरानो पितृसत्तात्मक सोच र त्यो प्रशासनिक जडताले गर्दा संविधानको यति राम्रो प्रगतिशील व्यवस्था पनि ओझेलमा परेको जस्तो देखिन्छ। हालै नागरिकता ऐनमा संशोधन पनि त भएको थियो नि, त्यसले केही सहज बनायो कि? हो, संशोधनले आमाको नामबाट नागरिकता दिने प्रक्रियालाई केही सहज बनाउने कोसिस त गर्यो, तर स्रोतले के भन्छ भने व्यवहारमा जिल्ला प्रशासन कार्यालयहरूमा अझै पनि बुबाको स्थितिको बारेमा अनावश्यक खेरकार गर्ने प्रमाण खोज्ने प्रवृत्ति हटेको छैन। अझै पनि? हो, यो संवाद कार्यक्रमले उजागर गरेको मुख्य कुरा नै यही हो, कसरी संविधानको राम्रो मनसाय हुँदाहुँदै पनि पुरानो सोच र प्रशासनिक अवरोधले नागरिकलाई आफ्नै देशमा अधिकारविहीन बनाइरहेको छ। साँच्चै जटिल रहेछ। त्यसो भए यसको समाधान के हुन सक्छ त? स्रोतमा अधिवक्ताले के उपाय सुझाउनु भएको छ कि? छ।
अधिवक्ता शर्माका अनुसार पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम भनेको संविधानको अक्षरशः पालना गर्नु हो अनि त्यसअनुसार स्पष्ट, सरल र व्यावहारिक कानुनी कार्यविधि र नियमावली बनाउनु पर्यो जसले आमा वा बाबु भन्ने प्रावधानलाई बिना कुनै दुविधा, बिना कुनै तरकिन्तर लागू गरोस्। स्पष्ट कार्यविधि अनि दोस्रो र सायद सबैभन्दा चुनौतीपूर्ण पक्ष, यसलाई कार्यान्वयन गर्न बलियो राजनीतिक र प्रशासनिक इच्छा शक्ति चाहियो। इच्छा शक्तिको कुरा आयो। हो, कानून कागजमा लेखिएर मात्र हुँदैन, त्यसलाई व्यवहारमा उतार्ने प्रतिबद्धता नभएसम्म सुनिता जस्ता पात्रहरूले न्याय पाउँदैनन्। यो त राज्य र नागरिक बीचको विश्वासको कुरा पनि भयो नि है। स्रोतले पनि नागरिकको राज्यप्रतिको कर्तव्य जस्तै राज्यको पनि नागरिकप्रतिको उत्तरदायित्व हुन्छ भन्नेमा जोड दिएको छ। नागरिकता दिनु भनेको राज्यले आफ्नो नागरिकलाई चिन्नु हो, स्वीकार्नु हो। एकदम। स्रोतमा सुनिताको आशा झल्किन्छ। उनी जस्ता हजारौं युवाले नागरिकताको अभावमा भोग्नु परेको पीडा अन्त्य होस्। उनीहरूले निर्बाध रूपमा पढ्न, काम गर्न र एउटा सम्मानित जीवन जिउन पाउन्। हो, उहाँको चाहना त राष्ट्रले आफ्ना सबै सन्तान, चाहे छोरा हुन् वा छोरीलाई समान नागरिकको व्यवहार गरोस् भन्ने छ। यो छलफललाई बीट मार्दा मेरो मनमा एउटा गम्भीर प्रश्न उठिरहेको छ, जुन यो स्रोतको अन्तर्निहित सन्देशसँग पनि जोडिएको छ जस्तो लाग्छ। जब कानूनले अधिकार दिएको छ, तर व्यावहारिक अडचन, प्रशासनिक झन्झट र पुरानै मानसिकताले नागरिकलाई त्यो अधिकार प्रयोग गर्नबाट वञ्चित गर्छ भने त्यो राज्य र नागरिक बीचको भनिएको कानुनी सम्बन्धको वास्तविक अर्थ चाहिँ के रह्यो होला? यो विषयमा हामी सबैले सोच्न जरुरी छ।